गृहमन्त्री लेखकलाई दैनिक 50 लाख बुझाउने गरेको सहसचिव भट्टराईको बयान। विस्तृत अनुसन्धान जारी, सरकार र गृहमन्त्री लेखक मौन। मानव तस्करीमा संलग्न गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईले गृहमन्त्री रमेश लेखकलाई दैनिक 50 लाख रुपियाँ बुझाउनु पर्ने बयान दिएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नियन्त्रणमा लिएर सोधपुछ गर्दा गृहमन्त्री लेखकलाई दैनिक 50 लाख रुपियाँ बुझाउने गरेको बयान भट्टराईले दिएका अख्तियार स्रोतले बताएको छ। अख्तियारले विमानस्थल स्थित अध्यागमन कार्यमा छापा हानेर नियन्त्रणमा लिएका भट्टराईलाई गृहमन्त्री लेखकले रोजेरी अध्यागमनमा पठाउनु भएको थियो। भिजिट भिसामा खाडी देश जानेसँग अध्यागमनमा 50,000 सम्म र युरोपियन देश जानेसँग 3 लाख रुपियाँसम्म असुली हुने गरेको स्रोतले बताएको छ। दिनमै 50 लाखसम्म असुली हुने गरेको र त्यो पैसा विमानस्थलका कर्मचारीदेखि गृह मन्त्रालयको नेतृत्वकर्ता मन्त्री लेखकसम्म पुग्ने गरेको स्रोतले बताएको छ। अख्तियारले छापा हान्ने तयारी गरेपछि गृहमन्त्री लेखककै निर्देशनमा हतार हतार भट्टराईलाई अध्यागमनबाट सरुवा गरेर मन्त्रालयमा ल्याइएको थियो। सरुवा भए पनि भट्टराईले रमाना लिएका थिएनन्। अख्तियार प्रवक्ता राजेन्द्र कुमार पौडेलले विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ। गृहमन्त्री लेखकमाथि यस्तो गम्भीर आरोप लाग्दा सरकार मौन बसेको छ। गृहमन्त्री लेखकले नैतिक जिम्मेवारीका आधारमा राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको छ। तर गृहमन्त्री लेखकका प्रमुख स्वकीय सचिव जनक भट्टले अनुसन्धान भइसकेपछि सबै कुरा बाहिर आउने थाहा सञ्चार नेटवर्कसँग बताउनु भएको छ।